फ्री फेला पार्न सकिन्छ होला जस्तो लाग्छ है मेरो विचारमा त्यस्तो गर्नु बरु अलिकति 2-4 हजार खर्च हुन्छ त्यो पम्पलेट टाँच्दाखेरि अनि झ्याप गयो एक नम्बर त्यो बिजुलीको पोलहरुमा टाँच्दै पनि भयो जता टाँच्दै पनि भयो मेन चाहिँ अझै कस्तो भने त्यतातिर स्कुलहरु छ भने स्कुलको छेउछाउतिर टाँच्दै भने बच्चाहरुले देखिरा हुन्छ कि बच्चाहरुले मान्छे अलि धेरै भिड हुने ठाउँतिर लगेर टाँच्दिनु भने सजिलो हुन्छ है अमेरिका सो भएन भने चाहिँ अब बेलुका ट्विटर गर्नु पर्यो भोलि चाहिँ टाँच्नु पर्नुपर्छ बोलाउँदाखेरि नआएको के बोलाउँदाखेरि अवश्य है माया त लाग्छ कुकुरको हैन खोज्न पर्ने हो यसरी एकजनालाई सोधेर चाहिँ अलि गाह्रै हुन्छ के भेटाउन कुकुर कहाँ पुगिसक्यो होला हैन त्यही भएर एकैचोटी त्यसरी फोटो राखिदियो भने सबैले हेर्छ देख्छ हैन खै के भन्नु यत्रो जनाले हेर्न त हेर्नुपर्छ अब सामाजिक सञ्जालभरि सबै प्राय यहाँ कुकुर हराएको भन्ने नथाहा पाउने कोही छैन थाहा पाइरहेको छ तर त्यो आफै घरमा गएर बस्दैन कि कहाँ छिर्छ मान्छे देखेर भागिरहेछ कि उल्टै अनि मान्छे देखेर भाग्छ अनि मान्छे देखेर भागेपछि अनि कसले समात्न सक्ने त्यसलाई अनि यो ठाउँमा देखेको भन्छ अनि जाँदाखेरि त्यहाँ हुँदैन अब बाँधेर राख्नु पर्छ भने हिजोतिर तपाईहरुलाई भिडियोमा देखाउनु भएको यतैतिर हो यो भन्दा अलिकति तल अर्को गाउँमा हो के अनि त्यहाँबाट हिजो राति नि खोजेको हो पुरै कहाँ अनि फेरि आज एकजना भाइले पनि देख्नु भइरहेछ के बिहान अनि त्यो भाइले देखेपछि त्यो अर्को भाइहरूलाई त सबै थाहा छ नि त हामीलाई त्यो गाउँ थाहा छैन त्यो भाइहरुबाट पनि खोजौँला टिकटकबाट पनि खोजौँला त्यसरी एक-एकजना गरेर पनि सोधौँला मैले अघि भनेको जसरी एउटा 50-60 वटा जति पेपर भोलि नै गर्नु पर्यो भोलि टास्किनु पर्ला अनि कुकुरको फोटो अनि अलि ठुलो अक्षरमा चाहिँ प्राइजलाई चाहिँ अलि ठुलो अक्षरमा राखेर 35,000 दिन्छु भनेर फोन नम्बर राखिदिनु त्यसलाई त्यो प्राइज रकमलाई चाहिँ बोल्ड गर्नुपर्छ हजुर त्यो भएपछि अब केही न हदसम्म पैसै पाउँछु भन्ने हिसाबले पनि अब चाहिँ अब फोन गरेर तपाईहरुलाई बताइदिन सक्ने सम्भावना चाहिँ ठुलो छ है नेपालमा खोज्नलाई त्यही हो कि अब उपाय त अरु त गाह्रै छ पैसा भनेपछि त अलिकति चाख लगाएर सुनिदिनु हुन्छ कि नभए त खै थाहा भएन अनि वास्तै गर्नुहुन्न फोटो पनि अब कस्तो छ भनेर नि देखाउन खोज्न मान्नुहुन्न के फोटो नदेखाए के अब खै कस्तो छ फोटो हेरौँ भन्ने हुन्छ नि त अनि त्यो चासै राख्नुहुन्न के प्राय मान्छेले चाहिँ अनि कतिले त अनि हामीले यत्रो खोज्ने बेलामा त भोग्यौँ नि त कस्तो मान्छे भेट्यौँ कस्तो घरमा अब अनि पैसा भने पछाडि चाहिँ अब अलिकति इन्ट्रेस्ट लाएर भयो नि खै कस्तो छ फोटो हेरौँ भनेर हेर्ने धेरै हुनुहुन्छ अनि त्यसले गर्दाखेरि पनि अब यतिखेरको समयमा मैले त्यो पुरस्कार दिनु त्यो भन्दा पनि मेरो आफ्नो इच्छाले दिने कुरा हो त्यो चाहिँ तर पनि अलिकति त्यो पैसा भर्ने पछाडि अलिकति चाख लगाएर अलिकति बढी इन्ट्रेस्ट लाएर अलिकति दुःख गरिदिनु हुन्छ नि त अनि त्यही भएर चाहिँ हो खासमा तर यत्रो गर्दाखेरि पनि खै भेटिने आश पनि छैन अहिलेसम्म हामीलाई त अब हाम्रो त आफ्नो भएको भएर अब त्यो लगाव छ एउटा कुकुरसँग हैन नाता जोडेको छ त्यही भएर अरूलाई त त्यो मतलबै हुँदैन कि हैन उसको त्यसो कि होस् भन्ने सबैले त्यस्तो हुन्छ है अनि त्यो कस्तो भने पैसा तपाईले 35,000 दिन्छु भनेर हामीले त्यही लोभलाई चाहिँ एउटा हतियार बनाएर पाउन सकिन्छ कि छिटै भन्ने हिसाबले मात्रै हो अनि यसरी तपाईले अब राम्रै हो यो हैन कहाँ देख्नु भयो के भेट्नु भयो थियो अब हिजोतिर भिडियोमा देख्नु भयो थियो त्यो ठाउँमा गएर खोज्नु राम्रै कुरा हो त्यस्तै गर्ने नै हो हैन तर बेस्ट आइडिया चाहिँ मैले अघि भनेको जसरी एकचोटी भोलि बिहानै गएर तपाईहरु 2-3 दिन हराएको कुकुर हराएको 2-3 दिन भित्रै त्यो गर्नु भएको भए कतै देखेको मान्छेहरुले
तपाईलाई खबर गरेपछि चाहिँ तपाईहरुले चाहिँ त्यो ठाउँमा गएर त्यसरी पम्पलेट ज्याम टास्दिएको भए अहिले त भेटिसक्दै पनि होला हैन होइन के भेटेको पनि हो के त्यो आफै भाग्छ के मान्छे देखेपछि हिजो त्यत्रो भिडियो बनाएर पोस्ट गर्नुभयो एउटा भाइले होइन अनि अब त्यो 2 मिलियन 3 मिलियन भनेको त थोरै भ्युर्स त होइन नि त त्यो त अनि सबैले देख्नु पनि भन्छ तर के हुन्छ भने तल यो गाउँ बस्तीमा तलपट्टि त्यो देखे पनि बिस्कुट लाला भनेर जाँदा जाँदै पनि लाइटमा हेर्दा हेर्दै कता छिरेको हो कि हिजो आँखै अगाडि त्यो सबैजना थियौँ हामी त्यो समात्ने भाइ पनि थियो हामी पनि थियौँ अनि हामी घरको मान्छेलाई बाइक मान्दैन होला उहाँको नेटै गयो जस्तो छ उसको नेट गयो त्यही गर्नु है तपाईहरु उहाँलाई राम्रोसँग अलिकति ठुलो बनाएर अनि बरु पैसाको फोटो पैसाले चाहिँ यति दिन्छु भन्यो भने मान्छेलाई हामीले त्यही मान्छेलाई अलिकति भए पनि लोभ हुन्छ त्यही लोभलाई हतियार बनाएर चाहिँ हामीले चाहिँ अलिकति फाइदा लिन सकौँला कि भनेर हो हैन त्यो चाहिँ त्यो ठिक कुरा हो ए हस् भाइ हुन्छ ल म अहिले चाहिँ छुटेको है सबैजनालाई छिटै पाओस् उहाँको है सबैलाई सबैजनाले मिलेर सहयोग गर्नु फोन आयो कि नेट गयो कि फोन आयो होला सायद हुन्छ रचना दी है ल बहिनी है हस् के भयो खोइ नेट गयो कि फोन आयो कि उसको ल म पनि एकछिन तल झरेँ ल म यहाँ अब गर्नु पर्यो एकछिन यहाँ मोबाइल पनि चार्ज सकिएछ कि ल अहिले पछि गरौँला यहाँ हेर्दै रहनु ल